ल दिदीबहिनीहरु मेरो चाहिँ फाइनल लुक यही नै हो। यो भन्दा धेरै घस्न मैले सकिनँ, मेमा आइसक्नु नि भयो अरे। अनि म हजुरहरुलाई आउटफिट चेक गराउन आएको। के गर्न आएको? आउटफिट चेक गरौँ हामी। सुरुबाट गर्ने अब यो हो चस्मा, सन्स ग्लास। यो भनेको परफ्युम ग्यालरी हाम्रो बिरतामोडबाट चाहिँ लेको। दिस साइड वाउ भेरी नाइस। कस्तो देखे आमा मलाई? एकदम ब्युटिफुल। यस यस। अनि त्यस पछाडि आउँछ लतफाको सेन्ट। यो पनि यो र यो नै हाम्रो परफ्युम माने सेन्ट ग्यालरी बिरतामोड झापा। अब खोल्ने कसरी लाउने कसरी आमा समस्या यहाँनिर छ। मलाई हेर्नु न आमा, अब यो कताबाट हो खोल्ने आमा? यस यसरी। आमालाई नि के थाहा? ए फेरि डायमन्ड बिग्रिन्छ होला चिज। ओहो यस 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 यस। तपाईलाई पनि यस। भात पकाउँदा मगाउने भएर बस्नु न। के छ हौ आमा? छैन केही छैन। के छ जिन्दगीमा टेन्सन? ओराउनु न। छैन यहाँ ओराउनु न। केही टेन्सन छैन। मलाई त म जस्तो छोरी पाएर तपाईँ खुसी हुनुहुन्छ नि? ह्याप्पी? एकदम एकदम। टु मच ह्याप्पी भन्नु न। ह्याप्पी। टु मच ह्याप्पी। यस। ल यस्तो मिठो छ नि यो त। दुईटा हेर्नु न आजको लुक्स कस्तो लाग्यो त। ल मेरो गुचीको खोइ ब्याग्स एकछिन है। ए अनि जाउँ डायमन्ड मेरो बुढाले ह्याप्पी बर्थडे टु युमा। यो मेरो सोना, यो मेरो सोना, यो मेरो सोना, यो पनि बुढोकै होना। अहिले आफ्नो कमाइले माइनस। ए अनि ड्रेस फ्रम सोधिहाल्नुहुन्छ? ड्रेस फ्रम सङ्गी सिपल सङ्गी म्याम। ल धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि म माइली चाहिँ खुद उहाँको ब्रान्ड। यस नमस्कार गरिदिनु सबैलाई आमा हजुर। नमस्कार छ है हजुरहरू सबै। मेरो छोरीलाई यति माया गरिदिनु भएको धेरै धेरै धन्यवाद। छोरीलाई यति उचाइमा पुर्याइदिने सबै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई मेरो दशमला जोडी नमस्कार। नमस्कार। यस हैन यसरी नै माया गरिदिनु होला सधैँभरि भन्नु न। यसरी नै माया गरिदिनु होला सधैँभरि। अहिले काठमाडौँ जान आँटे कि काम गर्न? काठमाडौँ जान आँटे कि अब काममा। अनि म चाहिँ यहाँ नाति हेरेर बस्ने। नाति हेरेर बस्छु म चाहिँ यहाँ। त्यस्तो हो नि दिदीबहिनीहरू दाजुभाइहरू के गर्नु होइन। अब आउटफिट चाहिँ ठिक छ नि आमा मेरो। मैले भात पनि खाइ नै हालेँ होइन। यो चाहिँ भेरी नाइस छ। यो त लिएरै जाने। एमले भन्नुहुन्छ कहिले चस्मा लाउनु न, यसो एयरपोर्ट लुक त दिनुपर्छ नि माइली म्याम भन्नुहुन्छ। के को जिन्दगीमा मरेर लानु के छ? टेन्सन कसलाई छैन? दुनियाँलाई छ, राजालाई छ, अम्बानीलाई छ, बिल गेट्सलाई छ, बराकलाई ओबामालाई छ। अर्को ख्याले त आमा अमेरिकाको राष्ट्रपति को अरे त अनुहार रातो रातो भएको ट्रम्पलाई छैन कि कसलाई छैन? यहाँ चिन्तामाथि चिन्ता छ। अनि मैले पनि चिन्तै थपिदिएँ भने तपाईँहरू सबै डिप्रेसनमा जानु न। त्यही भएर मैले भनेको ओन्ली एन्टरटेनमेन्ट भनेको नि आमा मनोरञ्जनको लागि जो छोरी जन्मेकी हो तपाईँको, मर्नको लागि होइन। हो कि होइन? यस म सबैलाई हँसाउनलाई नि आएको। आमा मेरो गुचीको ब्याग ल्याउँछु। अनि के दिदीबहिनीहरू हो मलाई चाहिँ एउटा सल्लाह दिनु न। कन्फ्युजनमा भयो। अब यो धोक्रोमा सबै त खालिसकेको रहेछु मैले। यसमा सबै त गर्छ यो कोच छ होइन। यहाँ त आमा यसो माथि हेल्प गर्नुहोस् त, हेल्प मी। अनि यो एमके को बोकौँ कि यो सी स्टाइल हो फ्रम काठमाडौँ। यो बोकेर जाउँ कि यसमा कुन सुट गर्छ? अनि यो पनि कोच स्टाइल फ्रम काठमाडौँ। कुन बोक्दा राम्रो होला? अब यो बोक्दा राम्रो होला, योलाई चाहिँ कहाँ लानु कि यो हो? तपाईँहरू कमेन्ट गर्नु ल। कमेन्ट गर्नुसम्म म यहीँ हुन्छु। अनि म कसरी बोकेर जान्छु ल। ल गएको जाराको फ्रम जारा सुज माई मनी तल मुनि छ। अब चाहिँ गएँ ल, बाई बाई। ल यति नै हो। के भन्नु र यहाँभन्दा अरू होइन। राम्री मान्छेले धेरै बोलेको राम्रो होइन।